गाइज मान्छेले सुन्छ नि त त्यही भएर बिस्तारै बोल्नु पर्छ मलाई चाहिँ अलिक लाज लाग्छ बोल्नु होइन त्यही भएर पनि आउँदैछौँ हस् हुन्छ ओके पुगिसकेछ फोटो फोटो कान्छी सन्चै जाऊ तिमीले अन्याय गरेछौ नि त दाजु र भाउजूलाई छुट्याएर रहेछ जिस्किँदैछ नि म त्यही हो भिडियोमा अनि भिडियोमा भनेको अनि यही हो भन्छु नयाँ घर बनेको छ सोल्टिनी के हेरेको कति राम्रो भएर आएको म हेर्दैछु सोल्टीहरू लाला हेर बालापन नगएको कसैको हाम्रो दाजु कता गएको किनिदिनु लाउनु पर्थेन हाम्रो दाजु सोल्टीले चाहिँ किनिदिनु ढोक्यौ सोल्टी भन्दै भेटेको छुइनँ ए देखेको त छुइनँ मैले ससुराजुमा हेर फोटो खिच्नु रेडी जोस हेरौँ त यस्तै गरेर हुन्छ तर न पुरा हामी चाहिँ फोटो खिच्नु लाग्यो टाढा छिटो आऊ है ठाडो सिङ जस्तो नि हेर न सिङ बजार त भए भार्के उठे जस्तो छ यतै सेलमेली गइछ लु बोला त 1 घन्टा हेलो मलाई भोट दिनुहोस् म तपाईहरुलाई भोट ब्लकतिर भोट दिनुहोस् म तपाईहरुलाई गाडी किनिदिन्छु एउटा हेलो गाइज क्या किन्ने गाईहरु लाइक शेयर सब्स्क्राइब अनि के अरे कमेन्ट अनि अर्को सेयर गरिदिनु होला धन्यवाद भिडियो सेभ हो थाहा छैन